नमस्कार, म टेकराज छेत्री अनि आज हामी फ्लोटिङ पोइन्ट प्रिसिजनको बारेमा कुराकानी गर्नेछौँ। हालसालै मैले केही नेपाली विद्यार्थी भाइ-बहिनीहरूसँग इन्टरेक्ट गरेको थिएँ र उनीहरूलाई मैले सोधेको थिएँ कि फ्लोटिङ पोइन्ट प्रिसिजन भनेको के हो र यसको के इम्पोर्टेन्स छ भनेर। मैले के महसुस गरेँ भने विद्यार्थी भाइ-बहिनीहरूसँग त्यति राम्रो ज्ञान नभएको फ्लोटिङ पोइन्ट प्रिसिजनको बारेमा। त्यही भएर आज यो भिडियो बनाउँदैछु। फ्लोटिङ पोइन्ट जसलाई नेपालीमा दशमलव बिन्दु सङ्ख्या पनि भनिन्छ। अब फ्लोटिङ पोइन्ट प्रिसिजनको कुराकानी गर्नुभन्दा पहिला अलिकति कम्प्युटर आर्किटेक्चरको कुरा गरौँ। हाम्रो कम्प्युटरमा धेरै खालको आर्किटेक्चर हुन्छ, जस्तै कि रिस्क रिड्युस्ड इन्स्ट्रक्सन सेट आर्किटेक्चर अनि सिस्क कम्प्लेक्स इन्स्ट्रक्सन सेट आर्किटेक्चर। यो आर्किटेक्चर डिपेन्डिङ अन कस्तो टाइपको आर्किटेक्चर छ, सिपियुको आर्किटेक्चरहरू भयो, सिपियु जिपियु, त्यसले क्यालकुलेसनहरू इन्स्ट्रक्सन जुन हामी कम्प्युटरमा इन्स्ट्रक्सन एक्जिक्युसन भन्छौँ त्यसलाई डिफ्रेन्ट तरिकाले गर्छ। अब त्यही भएर हाम्रो एक्जिक्युसन हुने र हामीले पाउने एक्युरेसीमा पनि फरक पर्छ। यो भयो आर्किटेक्चरको कुरा। अब फ्लोटिङ पोइन्ट प्रिसिजन भनेको के हो त? फ्लोटिङ पोइन्ट प्रिसिजन भनेको हाम्रो डेसिमल पोइन्टभन्दा पछाडिको नम्बरको एक्युरेसी, कति डिजिटसम्म एक्युरेटली हाम्रो कम्प्युटर भनौँ अथवा आर्किटेक्चरले रिप्रेजेन्ट गर्न सक्छ, त्यसलाई हामी फ्लोटिङ पोइन्ट प्रिसिजन भन्छौँ। अब यसमा आर्किटेक्चर अघि हामीले कुरा गऱ्यौँ, डिफ्रेन्ट आर्किटेक्चर हुन्छ। आर्किटेक्चर अनुसार त्यो प्रिसिजन हुन्छ नि, पोइन्ट पछाडि कति डिजिटसम्म एक्युरेटली रिप्रेजेन्ट गर्ने भन्ने कुरा फरक पर्छ। त्यही भएर हामीले फ्लोटिङ पोइन्ट प्रिसिजनको बारेमा जान्नु इम्पोर्टेन्ट छ। किनभने हामीले लार्ज कम्प्युटेसन अथवा केही फ्लोटिङ पोइन्ट रिलेटेड अपरेसन्स गर्दैछौँ भने हामीले डिफ्रेन्ट रिजल्ट डिपेन्डिङ अन कस्तो टाइपको आर्किटेक्चर भएको हार्डवेयरमा रन गर्दैछौँ, डिफ्रेन्ट रिजल्ट्स पाउन सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा जान्नु के जरुरी छ भने फ्लोटिङ पोइन्ट अपरेसन्स एसोसिएटिभ हुँदैन। अब एउटा इक्जाम्पल दिउँ, हामी म्याक्सिमम अहिले मसिन लर्निङ मोडल्स ट्रेन गर्ने, इन्फ्रेन्स गर्ने गर्छौँ। तपाईँले ट्रेन गरेको मोडल डिपेन्डिङ अन कस्तो हार्डवेयरमा रन गर्दै हुनुहुन्छ, डिफ्रेन्ट आउटपुट पाउनुहुन्छ फर द सेम इनपुट। एउटै इनपुट दिएको छ, डिफ्रेन्ट हार्डवेयरमा रन गर्नुभयो भने एउटै आउटपुट आउनुपर्ने हो अथवा सिमिलर आउटपुट आउनुपर्ने हो, बट देन द्याट्स नट द केस, र डिफ्रेन्ट आउटपुट आउँछ। अब यसको इम्प्याक्ट के हुन्छ त? अहिले मसिन लर्निङ अलमोस्ट एभ्री एस्पेक्ट अफ आवर लाइफ इम्प्याक्ट हुने एरियातिर अप्लाई भइरहेको छ, हेल्थ केयर अनि अरू क्रिटिकल डोमेनतिर पनि। अब हेल्थ केयरकै इक्जाम्पल लिउँ, तपाईँको मोडलले रङ प्रिडिक्ट गर्यो भने बेस्ड अन द्याट कसैको लाइफ डिपेन्डेन्ट हुन्छ। द्याट्स वाइ इट्स नेसेसरी टु अन्डरस्ट्यान्ड अबाउट फ्लोटिङ पोइन्ट प्रिसिजन अनि हार्डवेयरको इम्प्याक्ट फ्लोटिङ पोइन्ट प्रिसिजनको लागि। अनि फ्लोटिङ पोइन्ट प्रिसिजन रिलेटेड के कामहरू भएका छन्? स्ट्यान्डर्डहरू अलरेडी बिल्ट भएका छन्, जस्तै कि IEEE 754 फ्लोटिङ पोइन्ट प्रिसिजन रिलेटेड स्ट्यान्डर्ड एउटा हो। अब एज अ स्टुडेन्ट के गर्ने त? एज अ स्टुडेन्ट यो फ्लोटिङ पोइन्ट प्रिसिजनको बारेमा जानकारी राख्ने, अनि कुनै मसिन लर्निङ मोडल्सहरू ट्रेन गर्दै हुनुहुन्छ भने
कस्तो खालको सिस्टममा ट्रेन गरेको त्यसको डिटेल स्पेसिफिकेसन दिने, ताकि कसैले तपाईँको मोडल युज गर्दैछ अथवा भने त्यो कुराहरू लाई दे क्यान टेक दोज थिङ्स इन्टु एकाउन्ट। जुन हार्डवेयर रिलेटेड इन्फर्मेसन अनि रेप्लिकेट भएन भने ओके सर्ट एन्ड डिफ्रेन्सेस जे हुन्छ दे क्यान टेक द्याट इन्टु एकाउन्ट। आशा छ कि तपाईँहरूले केही सिक्नुभयो। थ्याङ्क यू अनि stay tuned. We'll be launching or we'll be providing some new and exciting videos like this. Care Nepal follow गर्नुहोस्. Thank you again. Bye.